एलपीजीमा हाम्रो स्ट्रेन्थ र हामीले गरेको विगतको प्रयास पनि म यहाँ आज भन्नै पर्ने हुन्छ। आजको मितिसम्म हामीसँग एलपीजीको 58वटा ब्रान्डबाट कारोबार भइरहेछ, जुन कि आफैमा पनि यो इन्डिया जस्तो त्यत्रो ठुलो देशमा जम्मा 3वटा ब्रान्डबाट भइरहेछ, इन्डियन आयल, भारत पेट्रोलियम र एचपी। हामी शाखा शाखामा गएर पनि नाम छुट्यायो। अब यसको चाहिँ लङ टर्म सल्युसन प्लानमा राखेको छु। कसरी हुन्छ यसलाई मर्जर गराएर, जस्तै ब्याङ्कहरू पनि 32वटाबाट आयो, जुन हामी समस्या आएपछि यसलाई मर्जरमा नगइकन यो क्वेसन आउँछ कुन सिलिन्डर कसको समान छ तर सिलिन्डरको कारणले पनि हामी केही अप्ठ्यारोमा परिरहेको छौँ। यसलाई कसरी हुन्छ एकअर्काको सिलिन्डर साट्ने र सहज हुने गरी त्योको लागि यो ब्रान्च पनि मर्ज गर्नै पर्छ। अर्को कुरा केही यहाँ डाटा नीति लेभलमा मैले भन्नै पर्छ। हामी झन्डै एकतिरको डिस्टेन्स 1200 किलोमिटर पारादीपबाट ल्याउनु परिरहेछ एउटा सिलिन्डर। दुईतिरको भाडा हेरियो भने 2400 किलोमिटर पर्छ। त्यो बुलेट जुन देखिन्छ 1225 सिलिन्डर बोक्नलाई हामीलाई झन्डै 10 दिन लाग्छ। कुन कुन लोकेसन दिएको छ इन्डियन आयल भन्दाखेरि बरौनी, मथुरा जुन 400 किलोमिटर छ, मथुरा 1000 किलोमिटर, पानीपत 1050, हल्दिया 950 र पारादीप 1200। यहाँबाट ल्याउँदा थोरै केही न केही हामीलाई टाइमिङ अनि यो ल्याउँदा पनि अब भनौँ यो बिचमा पनि म लगभग वर्किङ डेको हिसाबमा 2 दिन भयो जिम्मेवारी पाएको। त्यही पनि म बिदा नमानिकन जुन दिन मलाई यसरी खबर थाहा पाएँ म त्यही दिनदेखि कुदेछु, किनभने पहिलो काम जनताकै हो भनेर म एक दिन पनि ढिलो गरेन। हजुरहरूले यहाँ ट्र्याक गर्दा पनि हुन्छ। मेहनत के गर्यो भने अघि पनि भन्नु, हामी बढीभन्दा बढी आखिर 2वटा 4वटा सिलिन्डर कसैले लुकाएर त्यो समस्याको समाधान हुँदैन। कसरी हुन्छ ल्याउनलाई गरेको प्रयास यहाँहरूले डाटा म यदि रङ छु भने हजुरहरूले भन्सार बिन्दु नेपाल सरकारकै निकाय छ त्यहाँसँग रेकन्साइल गर्दा जुन महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतेसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइसक्यौँ, मार्केटमा पठाइसक्यौँ। अब भयो के अब नीतिगत रूपमा यहाँ पनि पहिला पनि सायद जानकारी होला, मिडियामा पनि मैले भने यो जुन इराक र अमेरिका बिच थोरै द्वन्द्व हुँदा एउटा आउने बाटो नै एउटै थियो, कहीँ पाउँदैनौँ कि भनेपछि पोलिसी डिपार्चरमा आधीमा गएकै हो। अरू देशले 45 दिन 40 दिनसम्म पनि नल्याउ पीएम लेभलबाट पनि यो देश भएको यहाँहरूलाई म क्लिप पनि देखाउँछु। इभन इन्डियामै जसले हामीलाई दिइरहेछ त्यहाँ पनि सिलिन्डरको लागि 45 दिनपछि मात्रै डिमान्ड गरिदिनु है भनेर पीएमओ लेभलमा हजुरहरूको वेबसाइटमा हेर्नुहुन्छ। हो समस्या भयो, त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन दिए। अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे भयो।